हेलो गाइस, गुड आफ्टरनुन, नमस्कार। फेरि मेरो एउटा नयाँ भिडियो लिएर तपाईहरुको सम्मुख आइरहेको छु। हेरिदिनुस् होला। हेर्नुस्, मेरो यस्तो छ घरको आँगनमा अर्किड, देख्नु भयो होला। त्यहाँदेखि म ड्युटीबाट आइपुगे। अब मेरो बेलुकाको मेरो पार्ट टाइम सुरु हुँदैछ, मेरो काम, मेरो ड्युटी। अनि मेरो एउटा गर्न पिकु पनि छ। पिकु कम, पिकु हेलो गर या। पिकु पिकु यो मेरो पिकु। अनि हेर्नुहोस्, यस्तै छ मेरो घरमा अर्किडको फुलहरू। हेर्नुहोस् है, सुपारीको प्लान्ट भर्खर लाउँदैछु। अनिदेखि लिएर मेरोमा के भन्छ खरायो पनि छ भनेको थिएँ हिजोको भिडियोमा है। आज म तपाईँहरूलाई देखाउनु गइरहेको छु। त्यहाँदेखि अब हेर्नुहोस्, फर्स्ट यो खरायोको घाँस यस्तोहरू दिनुपर्छ। अनि बस्तीको कुखुरा पनि पालेको छु। त्यसको चारोको लागि चाहिँ यो मोलेर दिनुपर्छ। अनि तपाईँहरूलाई म दिँदै गरेको पनि देखाउँछु। फर्स्ट अफ अल म यो के भन्छ खरायोको घाँस दिएर देखाउँछु। अनि बिहान पनि म ड्युटी जानुभन्दा अगाडि अब सबै के अरे खरायोलाई घाँस, कुखुरालाई दाना पानी, गाईलाई गरेर म ड्युटी हिँड्ने गर्छु सधैँ। मेरो खरायोको नाम चाहिँ चुन्नु मुन्नु। चुन्नु मुन्नु, चुन्नु मुन्नु। यहाँ हेर्नुहोस् है, यहाँ हेर्नुहोस् ल। म दाना दिन्छु खरायोलाई। ए चुन्नु मुन्नु, हेर्नु देख्नुभयो? चुन्नु मुन्नु, चुन्नु मुन्नु। हेर्नुहोस् है, यसरी दियो भने चाहिँ ए लिनुहोस्, दुईवटा चुन्नु मुन्नुले खाएको देख्नु हुँदैछ? चुन्नु मुन्नु। अब यो भयो खरायोको खरायोलाई घाँस दिइसकेँ। अब रह्यो पिकु मेरो अघि हिँड्छ, मेरो बडीगार्ड हो। घाँस काट्नु जाँदा पनि, बाहिर काम गर्दा पनि अर्को एउटा छ ऊ पर। अब हेर्नुहोस्, यो चाहिँ कुखुराको चारो। अब यो कस्तो प्रकारले दिनुपर्छ भन्ने म तपाईँहरूलाई देखाइदिन्छु। कस्तो प्रकारले म दिँदैछु भनेर है तपाईँहरूलाई। एउटा मेरो घरको अगाडि हेर्नुहोस्, यस्तो छ आँगनमा अर्किड चाहिँ पुरा फुलिरहेछ। अर्किड चाहिँ तपाईँहरूको यति छ, यस्तो छ। यो खरायोको गयो। अब यो कुखुराको खोरमा जाँदैछु घरलाई। यो कुखुरा हेर्नुहोस् है, कुखुरा अब यो खोलिसक्दाखेरि चाहिँ अब फर्स्ट अफ अल चाहिँ अब यो यिनीहरूले चाहिँ बिहान पानी सबै सकेर खाइदिएर चाहिँ सक्दिएको रहेछ कि। हेर्नुहोस् है, फर्स्टमा चाहिँ म पानी लगाइदिँदैछु कुखुरालाई। अनि यिनीहरूलाई चाहिँ अब चारो दिनु पऱ्यो नि त। यो चारो चाहिँ यसरी मिक्स गरेर चाहिँ यसरी मिक्स गरेर दिनुपर्छ। अब यो त हेर्नुहोस् है, कुखुराहरू यस्तो छ। अनि यसरी हालिदिनुपर्छ यिनीहरूलाई, यसरी यसरी। अब यिनीहरू आफै आएर खान्छ। बिहान बाँधेको घाँसहरू पनि सकियो छ, अहिले फेरि हालिदिनुपर्छ। हेर्नुहोस् है कुखुरा, देख्नुभयो? यो लोकल कुखुरा हो। यहाँ पानी खाँदैछ, अब चारो खानु गयो। त्यहाँदेखि ओथारा बस्ने बसिरहेछ। यो ओथारा बस्ने पनि जग्गा रहेछ है। यहाँ ओथारा बस्ने छ। यता फेरि अन्डा पार्ने। आज अन्डा चाहिँ मैले बिहानै निकालेँ। यो ओथारा बस्ने चाहिँ चारो खानु निस्केको छ। कुखुराहरू हेर्नुहोस् है। अब गाईको गोठमा आइरहेको छु। खोले पकाउने तयारी छ। यो खोले पकाएर चाहिँ एकपल्ट गाईको थला हेरिहाल्नु पर्यो। यस्तो छ गाईको थला। लाल्मो लाल्मो आइज, लाल्मो। ब्याउने छ गाई पनि। अब के भन्नु, अब यो खोले टेकाउँछु आगो फुकेर। त्यहाँदेखि यो खोले काट्नु पऱ्यो नि त। यो खोले चाहिँ अब यस्तोमा काट्छु म चाहिँ, यसरी यसरी काटेर चाहिँ अनि पकाउनु पर्छ। हेर्नुहोस् है, अब खोले टेके है।
यसरी दाना हालेर चाहिँ खोले टेकाउँछ। अनि अम्लिसोको सिटाको दाउरा हेर्नुहोस् है, हाम्रोमा चाहिँ यस्तो वेस्ट गरिँदैन त। अनि यसरी यो अम्लिसोको सिटाको दाउरा चाहिँ कसरी स्टक गरेको छ भनेपछि हेर्नुहोस्, यहाँ अब बान्दै रहेको छ, यसरी राखिन्छ, घाँस दियो, सिटा पनि वेस्ट नहुने, यसलाई फेरि खोले पकाउनेमा युज गर्ने। हेर्नुहोस् यस्तो प्रकारले राख्छ नि हामी स्टक चाहिँ। एउटा सिटा वेस्ट हुँदैन सबै दाउराको, खोले पकाउनेमा यसरी वेस्ट हुँदैन। हेर्नुहोस् है, हामीहरू खोले दिने भाँडा। यो गाईले चाहिँ खालि खोले घोप्टाउँछ कि ड्याङ हो, अनिखेरि यसमा दियो भने चाहिँ खोले घोप्टाउनै सक्दैन है लालमु।